अगर हजुरहरु कोही मगरमा त्यही बसेर भिडियो बनाम भन्दाखेरि हेलो एभ्रीवान सो गुड मर्निङ। आज चाहिँ मैले 3-4 दिन बाद भिडियो बनाएको थिएँ किनकि एक्जाम सामने आइसक्यो। सो पढ्नु पनि पर्यो नि त हैन, भिडियो मात्र बनाएर हुँदैन। अनि रोज ट्युसन जान्छु, घर आउँछु, त्यतिको त के भिडियो बनाउनु नि, एउटा भिडियो कति बार बनाउनु त। त्यही कारण मैले आज चाहिँ भिडियो बनाएको हो 3-4 दिन बाद। मैले सोच्दै थिएँ हिजो भिडियो बनाम कि भनेर बहिनीहरू पनि भेट्नु आएको थियो नि त मलाई बजारमा। अनि फेरि होसै बनाउँदिनँ, गरममा पुरा गरम छ क्या यतातिर, बिहान बिहान पानी पर्छ अनि दिनमा बहुत घाम लाग्छ। त्यही कारण मैले चाहिँ बनाएको थिइनँ। अनि आज चाहिँ यतिकै घरमा एक्लै थिएँ, बस्दा बस्दा बोरिङ भयो। जस्तो मैले आज चाहिँ भिडियो बनाएको, कस्तो लाग्छ कमेन्ट गरेर भनिदिनु होला। मेरो घरदेखि चाहिँ नि त नि यस्तो देख्छ मर्निङमा, अहिले चाहिँ 7:30 त्यस्तो भयो के, 7 AM भएको छ। अनि यताको नजारा यस्तो देख्छ, हेर्न सक्नुहुन्छ। अनि मैले चाहिँ घरमा यस्तो फुल लगाइदिएको छु, हजुरहरू पनि लगाउन सक्नुहुन्छ। अगर यसको चाहियो भने उयो मलाई भन्नु सक्नुहुन्छ, यसको हाँगा भनौँ न, नेपालीबाट त त्यस्तो भन्छ, ब्रान्च इङ्ग्लिसबाट भनौँ भने चाहिँ मलाई कमेन्ट गर्नु सक्नुहुन्छ। यो चाहिँ मेरो घरमा लगाएको छु मैले सबैतिर, देखि यस्तो सबै छ। सो अनि यताबाट चाहिँ यस्तो देखिन्छ, वहाँ आकाशहरू हेर्न सक्नुहुन्छ। अनि भिडियो बनाउँछु पनि भन्छु, कोही कोही बेला ब्याट्री हुँदैन, कोही कोही बेला एमबी हुँदैन, अनि कोही कोही बेला मै बिजी हुन्छु के, अनि पढ्नु पनि पर्यो। सो मैले चाहिँ बनाएको थिइनँ। अनि आज चाहिँ म यतिकै घरमा बस्दा बस्दा अल्छी नै लागिसक्यो। सो अनि आज चाहिँ मैले बनाएको। अहिले पनि पुरा गरम भइरहेछ। आज चाहिँ बिहानैदेखि घाम लागेको छ। अस्ति चाहिँ बिहान बिहान पानी पर्थ्यो, अनि दिनमा चाहिँ 7-8 बजीबाट चाहिँ घाम लाग्थ्यो, लेकिन बिहान बिहान चाहिँ पानी पर्थ्यो। किनकि म त बिहान बिहान ट्युसन जान्छु, सब भिडियो बनाउनु पाउँदैन। पानी परेर के छाता साइकलमा जानुपर्छ, छाता धर्नु न, साइकल धर्नु न, फोन धर्नु नि त, त्यही कारण बनाएको थिइनँ। अनि आज चाहिँ सन्डेको दिन ट्युसन छुट्टी हुन्छ। अनि आज बिहानैदेखि घाम लागिरहेको छ के, घरमा बस्नु पर्दा चाहिँ पानी परेको भए राम्रो हुन्थ्यो नि त, सुतेर मोबाइल हेर्नु। घाम लाग्दैछ। सो घाम लागेपछि त गाई गोरु बाख्रा शीतलमा हाल्नु, यही हो अरुणाचलको त काम। उफ, गरमले अहिले नै मर्नु आँटिसके। मेरो घरमा चाहिँ एउटा बिल्ली छ हैन, यो मेरो बिल्ली हो कि। अनि त्यहाँ यस्तो पुरा एकदम यसलाई चाहिँ गरम भएर सुतेको हो, निन्द्रा लागेर सुतेको, पुरा एकदम गहिरो निन्दमा गइरहेको छ नि त यो बिल्ली चाहिँ। अनि भन्नुपर्दा मेरो बाउ आमा चाहिँ नि त आज आसाममा गएको छ। आसाममा घर छ नि त हामीहरूको, बस्छु चाहिँ अरुणाचलमा, लेकिन घर आसाममा छ। त्यही कारण बाउ आमा चाहिँ आसामको घर जानुभएको छ कि बिहानै गएको। सो घरमा चाहिँ म एक्लै छु। अनि त्यहाँबाट काम नपाएर के मैले चाहिँ भिडियो बनाएको नि त आज, केही काम थिएन मसँग। अनि गाई गोरु शीतलमा हाल्नु भने अहिले बेला भएको छैन, अहिले 7:30 हुँदैछ। सो त्यही कारणले मेरो भिडियो चाहिँ कसले हेर्नुहुन्छ त्यो भनिदिनु होला कमेन्ट गरेर। सो अरुणाचल आसाम के स्टेटबाट हेर्नुहुन्छ, अनि नेपाल इन्डिया कहाँबाट हेर्नुहुन्छ कमेन्ट गरेर भनिदिनु होला, किनकि मलाई राम्रो लाग्छ नि त्यसो भन्यो भने। भन्नुपर्दा म चाहिँ त नि मगरको छोरी, प्रधानको भान्जी हैन हो। तर मगर कुरा भने जोडले भन्नु बाहेकहरू मलाई केही पनि आउँदैन। भन्यो भने बुझ्छु, सबै थोक बुझ्छु कि मगर कुरा, लेकिन म भन्नु चाहिँ जान्दिनँ। सो प्रधान कुरा पनि मलाई केही पनि आउँदैन। त्यस्तो अलग अलग जातिको भयो भने के त्यो भन्नुको लागि नै बोल्नै नआउँदो रहेछ के, त्यही कारण मलाई मगरबाट झोरले भन्नु चाहिँ आउँछ। त्यो झोरले भनेको चाहिँ नमस्ते अरे, त्यति भन्नु बाहेकहरू मलाई केही पनि आउँदैन। अगर हजुरहरू कोही मगर मान्छेले मेरो भिडियो हेर्नुहुँदैछ भने सो मलाई मगर कुराबाट के भन्नु म बुझ्छु, अरूले भनेको चाहिँ। अनि म चाहिँ भन्नु जान्दिनँ कि, अरूले भनेको चाहिँ बुझ्छु, म रिप्लाई दिन्छु हजुरहरूलाई। आज चाहिँ म अनि मेरो फुल देखाउँछु हैन, मैले लगाएको फुलहरू कस्तो कस्तो छ सबै देखाउँछु, हजुरहरू हेरिदिनु होला कस्तो लाग्छ। अनि कुन चाहिँ फुल मन पर्यो त्यो पनि कमेन्ट गरेर भनिदिनु होला। फर्स्टमा आउँछ यो फुल, हेर्न सक्नुहुन्छ यस्तो कलरको छ, पुरा यता पनि फुलिरहेछ, यो सानो सानो फुल्दैछ, यहाँ पनि फुलिसकेको छ। फर्स्ट यो आउँछ। सेकेन्ड चाहिँ यो हो, यो फुलको नाम चाहिँ मलाई पनि थाहा छैन, अहिले चाहिँ भर्खर फुल्दैछ, यहाँ यस्तो फुल्नु आँट्दैछ, यो चाहिँ फुल्यो हैन। मलाई चाहिँ भन्नु भने धेरै फुलको नामहरू थाहा छैन। यो पनि छ फुल्दैछ अहिले, यसको पनि नाम मलाई चाहिँ थाहा छैन।
यो हेर्न सक्नुहुन्छ यस्तो छ यहाँ भी छ अनि यो पनि हेर्न सक्नुहुन्छ यो जुन प्यारो छ रेड र पिङ्क मिक्स छ यसमा चाहिँ मेरो फेभरेट फुल भनेको चाहिँ यो हो हैन हेर्नुमा पनि राम्रो छ अनि एकबार फुल्यो भने के यसरी फुलिराख्छ सो मलाई चाहिँ धेरै मन पर्छ अघि रेड र पिङ्क थियो यो चाहिँ पिङ्क र व्हाइटको कम्बिनेसन यस्तै दुईटा छ एउटै खालको फुल सो यो पनि हो फुल त सबैलाई थाहै छ होला यो के फुल हो अहिलेको लागि चाहिँ 3टा मात्रै फुल्दैछ सो मेरो चाहिँ फुलहरू यति नै छ मैले चाहिँ यहाँ यति नै रोपेको छु अनि रोप्दाखेरि पनि के उयो भइहाल्छ नि त मरिहाल्छ त्यही कारण म चाहिँ रोप्नु पनि मन लाग्दैन त्यही बसेर भिडियो बनाऊँ भन्दाखेरि गरम बहुतै धेरै छ यतातिर अनि म चाहिँ बसेरै भिडियो बनाउन मलाई राम्रो लागिरहेको छ यहाँ चाहिँ गरम छैन के घरभित्रमा त सिक्को ब्रान्डामा सो यहाँ चाहिँ गरम छैन सो गाइस आजको मेरो भिडियो चाहिँ यति साह्रो खास त केही देखाउनु थिएन हैन मलाई जे अब के देखाउनु फुल सोल यही थियो आजको लागि देखाउन लागि सो मैले देखाइसकेँ हजुरलाई कुन कुन मन पर्छ कमेन्ट गरेर भनिदिनु होला अनि आजको मेरो भिडियो चाहिँ यति नै हो किनकि धेरै अब यो अरु फाल्टु जिनिस त के देखाइराख्नु हैन अब जे छ त्यही त मैले देखाइहालेँ अनि सो आजको लागि चाहिँ यति नै बाइ बाइ भेटौँला अर्को भ्लगमा सो डेली त हुँदैन होला भिडियो 2-3 दिनमा हालिराख्ने छु हेर्दिनु होला अनि मलाई फलो गरिदिनु होला फेसबुकमा सो थ्यांक यू बाइ बाइ